Hello everyone. Today we are excited to introduce our July intake Japan visa approved student. Let's hear about his journey and experience. Congratulations on your Japan visa approval. Thank you, ma'am. Could you introduce yourself? Hajimashite, konnichiwa. Watashi no namae wa Dungana Arka desu. Watashi wa Hatachi sai desu. Watashi wo uchi wa Lamkiko Ilali desu. Watashi wa ima wa Kathmandu sunte imasu. Watashi wa Kazoku wa sannen desu. Watashi wa ima Realistic International Education Consultancy de Nihongo wo benkyou shimasu. यो दोजो योरोसिको ओनेगाइशिमासु। हजुर जापान कुन सिटीमा जाँदै हुनुहुन्छ त? म अहिले जापान टोकियोमा जाँदैछु। हाम्रो कन्सल्टेन्सीसँगको ओभरअल एक्सपिरियन्स कस्तो रह्यो त? मलाई रियलिस्टिक कन्सल्टेन्सी राम्रो लाग्यो किनकि यहाँको म्यामले हामीलाई राम्रोसँग गाइडेन्स गर्नुहुन्छ। यहाँ सेन्सिली पनि राम्रोसँग पढाउनुहुन्छ। हाम्रो डकुमेन्ट पनि राम्रो जेन्युन डकुमेन्ट थियो। त्यसैले हाम्रो सिओए आयो अनि भिजा नि अहिले राम्रो भिजा आइरहेको। जापान स्टडी गर्न प्लान गरिरहेको स्टुडेन्ट्सलाई केही मेसेज दिनुहुन्छ त? अब नयाँ आउने स्टुडेन्टहरूलाई रियलिस्टिक कन्सल्टेन्सीमा आएर एप्लाई गर्नु होला। यहाँको गाइडेन्स पनि राम्रो छ। यहाँको डकुमेन्ट पनि राम्रो छ। सुरुदेखि सिओए आउँदासम्म लास्टसम्म भिजा राम्रो छ। मेरो भिजा नि 7 दिनमा आएको थियो। सिओए आउँदा नि म्यामले मलाई गाइडेन्स गर्नुभएको थियो अनि पैसा नि फी हाल्दाखेरि पनि म्यामले आफै सपोर्ट गर्नुभएको थियो। म्यामले इन्टरभ्यू पनि पास भइन्छ राम्रोसँग। इन्टरभ्यू पनि त्यस्तो गाह्रो हुँदैन। Thank you for sharing your experience. We wish you a safe journey and lots of success in Japan. थ्याङ्क यू म्याम।